माननीय सदस्यहरू, अब माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौड्याललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, पर्यटन सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 माथि विभिन्न माननीयहरूले आफ्नो राय, सुझाव, सल्लाह दिनुभयो। धेरै ठाउँहरूमा आधारित भएर उहाँहरूले केही क्रिटिकल कमेन्टहरू पनि गर्नुभयो र नेपालको मौलिक विशेषताको बारेमा पनि धेरैले चर्चा गर्नुभयो। पर्यटन यस्तो सजिलो विषय हो कुरा गर्नलाई, काम गर्न गाह्रो, कुरा गर्न निकै सजिलो विषय हो, विशेष गरिकन नेपालीहरूलाई। पर्यटनको विषयमा 10वटा किताब लेख्न लगायो भने पनि सक्ने सबै नेपाली छन् कि जस्तो लाग्छ मलाई कहिलेकाहीँ। पर्यटन धेरै माननीयहरूले अघि भन्नु पनि भयो, प्रकृति संस्कृतिसँग रिलेटेड हुन्छ धेरै चिजहरू, तर त्यो कहिलेकाहीँ विकृतिसँग पनि रिलेटेड हुन्छ। पर्यटनका अनेकन आयामहरू छन्। म कहिलेकाहीँ साथीहरू माझ जिस्केर भन्न गर्छु, स्वयं यमराजले मलाई बोलाउनु भयो नर्क हेर्न भने पनि म जान्छु। पापीहरू कसरी तेलमा पोलिँदा रहेछन्, दुष्टहरूले कस्तो सजाय पाउँदो रहेछन् भनेर एक हप्ते टुर गर्न रमाइलै होला। त्यही भएर पर्यटकीय सम्भावना नभएको कुनै संसार हुँदैन। हिमाल हुनु, बुद्ध जन्मेको देश हुनु, आराध्य देव पशुपतिनाथको स्थान हुनु, विविध जाति जनजातिहरूको अनेकन संस्कृति परम्पराहरू हुनु मात्रै पर्यटकीय सम्भावना, पर्यटकीय सफलताका द्योतकहरू होइनन्। पर्यटन खासमा व्यवस्थापकीय कला हो र त्यो व्यवस्थापकीय क्षमतालाई कानुनले निर्देशित गर्नुपर्छ, नियमन गर्नुपर्छ, बाँध्नुपर्छ र कुनै न कुनै तरिकाले पर्यटकीय गतिविधिको लाभका धेरै पाटाहरू हुन्छन्। धेरै साथीहरूले अघि भुटानको मोडलको बारेमा पनि गफ गर्नुभयो, तर हामीलाई सबैभन्दा थाहा छ भुटान अहिले ब्रेन ड्रेनको सबैभन्दा ठुलो चपेटामा परेको देश हो। त्यो पनि त हामीले याद गर्नुपर्छ। हाम्रा समस्याहरू के हुन्, हाम्रो आर्थिक समस्या के हो, सामाजिक समस्या के हो, हाम्रा खास समस्याहरू के हुन् र ती समस्या समाधानमा पर्यटन उद्योगले कस्तो भूमिका खेल्न सक्छ भन्ने आधारमा हामीले नीतिहरू बनाउनुपर्छ, कानुनहरू बनाउनुपर्छ भन्ने मलाई लाग्छ। 2081 सालमा राष्ट्रिय सभामा पेश भएको र त्यहाँबाट प्रतिनिधि सभामा आएको यस विधेयकमा तपाईहरू सबैजना मान्यज्यूहरूले अधिकतम मेहनत गरेर काम गर्नुपर्छ भन्ने लाग्छ। यसका धेरै चिजहरू लुपोल्सहरू छन्, जस्तो म आफै विभागीय मन्त्री भएर यसको लुपोल्सको बारेमा गफ गर्नु खासै यो रोस्टमबाट उपयुक्त कुरा त होइन, तर त्योभन्दा पहिला म पनि एउटा संसद हो। त्यो कारणले मलाई लाग्छ यसमा केही दफावार छलफलको विषयमा र अरू समाविष्ट गर्नुपर्ने धेरै चिजहरू छन् जसलाई हामीले पार पाउनुपर्छ, किनकि पर्यटन हाम्रो अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पूर्वाधारमध्ये, सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एउटा हो। नेपालको विशिष्टता चाहिँ कृषिसँग जोडिरहेको हुन्छ। नेपालका हरेक चिजहरू हिमालसँग केन्द्रित भएका हुन्छन्। यहाँको जनजातिहरू पूर्वदेखि पश्चिमसम्मका विभिन्न जनजातिहरूको संस्कार, परम्परा, संस्कृति, गीत, सङ्गीत, नृत्य, खानपान सबै चिजहरूलाई निर्देशित गर्ने एउटा चिज छ हिमाल। ध्यान दिएर हेर्नुहोस् त, त्यो हिमाल संस्कृति भनेको के हो भन्नुहुन्छ भने मानिसले प्रकृतिसँग गरेको अनवरत संवादको श्रृङ्खला हो। त्यो परिवर्तनशील हुन्छ, संस्कृति जहिले पनि परिवर्तनशील हुन्छ, तर लामो हजारौँ वर्षको प्रकृतिसँग गरेको संवादको आधारमा संस्कृतिको उत्पादन हुन्छ। हिमाली क्षेत्रमा खाने कुराहरू होस्, लगाउने कपडा होस्, गाउने गीत होस् वा नाच्ने नाच होस्, त्यो हिमालको पर्यावरणसँगबाट त निर्देशित भएको हुन्छ। जस्तो हेर्नुहोस्, हिमालीवासीहरूले नाच्ने नृत्य हेर्नुहोस्, उनीहरू कसरी एकले अर्काको हात समातेर बिस्तारो खुट्टा चलाएर नाचिरहेका हुन्छन्। समूहमा त्यो पनि कसिलो गरी समातेर नाच्नु भनेको त्यहाँको भौगोलिक जटिलतासँग जुझ्ने एउटा उपाय पनि हो। त्यहाँ जान सक्ने हिउँ पहिरो, चल्न सक्ने
आँधीबेहरीबाट जोगिनको लागि एकले अर्कालाई सम्हालेर बस्नुपर्छ र बिस्तारो पाइला चल्नुपर्छ। त्यहाँको बिटिङ पनि बिस्तारो हुन्छ, चाल पनि बिस्तारो हुन्छ। तर त्यही नाच जब अलिकति तल ओर्लिएर पहाडमा आइपुग्छ, एउटा टारीदेखि अर्को टारीमा बुर्कुसी मारेर मान्छे मात्रै हिँड्दैन, बाख्राको पाठो पनि दौडिन्छ, खोलाको पानी पनि दौडिन्छ। अघि त्यही खोला अलि माथि हिमनदीमा बिस्तारो बग्थ्यो। तल आउने बित्तिकै अब समूहमा हात समातेर टारी फड्कुन सम्भव हुँदैन, खोला तर्नु सम्भव हुँदैन। त्यसको लागि एक्लै नाच्नु जरुरी हुन्छ। उफ्री बसी मारुनी घुमी घुमी हैन मादलको तालमा नाच्नुपर्ने हुन्छ। यसरी नृत्यलाई भूगोलले यसरी निर्देशित गरेको छ, गीतलाई निर्देशित गरेको छ। तर त्यही नाच अब तल अलिकति मधेसमा ओर्लिनु भयो भने के हुन्छ? लाठीहरू छ, आगोहरू छ, समूहमा छ, तर एक्लै अर्काको हात समातेको छैन, फेरि स्वतन्त्र छ। किनभने जङ्गली जनावरको प्रभाव छ। बाघ कदाचित आइहाल्यो भने भाग्नु पर्ने हुन्छ, साथीको हात बेसरी समातेर भाग्न सम्भव नहोला। समूहमा वन्यजन्तुलाई धपाउने तरिकाले नाच्नु परेको छ। यसरी नृत्यले समेत कसरी प्रकृतिसँग संवाद गरेको छ, गीतले गरेको छ, खानपानले गरेको छ, रहनसहनले गरेको छ, यो विविधताहरू छ। त्यो भएर पर्यटन भनेको खासमा के छ भन्ने होइन, त्यसलाई कसरी बताइन्छ भन्ने हो। पर्यटन कथा हो। समाजले कथाको निर्माण कसरी गर्छ, कथाको स्मरण कसरी गर्छ, कथाको वाचन कसरी गर्छ, त्यसमा आधारित भएर पर्यटन उद्योग चलेको हुन्छ। र खासमा यस्तो यो ऐन पनि एउटा कथा नै हो। हामी कथाकार पनि हौँ। यसमा कथाकारको भूमिकाबाट पनि सोच्नुपर्ने छ। मलाई लाग्छ यति धेरै चिजहरू यहाँ उठेको छ। यो सबै चिजलाई अहिले एकसाथ जवाफ दिनु उपयुक्त पनि नहोला। यो जवाफ दिने मेरो खास ठुलो के भन्छ यो भूमिका पनि हो जस्तो मलाई चाहिँ लाग्दैन। यो परम्परा मात्रै हो जवाफको खासमा। तर हजुरहरूले जति कुरा उठाउनु भएको छ त्यहाँ राख्नुपर्ने धेरै चिज छ। अब त घरमै बसेर घुम्न मिल्ने जमाना आएको छ, त्यसको लागि पैसा तिर्नुपर्छ। पाटनको दरबार सङ्ग्रहालय न्युयोर्कको कुनै क्याफेमा बसेर घुम्न सक्छ मान्छेले, र त्यस बापत उसले क्याफेलाई यहाँ पाटन दरबारलाई पैसा तिर्ने तरिकाहरू छन्। अहिले पेमेन्ट गेटवेको कुरा पनि आयो। भ्रमण गर्नलाई अब भौतिक रूपमा उपस्थित हुनै नपर्ने जमाना आइसक्यो। त्यस्तो अवस्थामा यस विधेयकले अझ धेरै व्यापकतालाई समेट्नुपर्छ भन्ने लाग्छ। मलाई लाग्छ समितिमा पुगेपछि त्यहाँ साथीहरूले अझ धेरै दफावार छलफलहरू गर्ने हुनेछ, त्यसमा व्यापक छलफल गर्नुहुनेछ र पुनः यहाँ पेश हुनेछ भन्ने मलाई लाग्छ। त्यतिन्जेलसम्मलाई मैले अनुमति माग्छु, छुट्छु र विविध यो विषयमा, यो विधेयकमाथि हुने प्रत्येक छलफलमा म सक्रियतापूर्वक, मेरा आफ्ना रायहरू पनि छन्, आफ्ना कुराहरू पनि छन्, आफूले बनाउन र पेश गर्न पाएको भए धेरै चिजहरू मैले सुधार्न सक्थेँ भन्ने लाग्छ। 81 सालमा पेश भएको हो हैन, त्यही अनुसारले यसको मर्मलाई हामीले बुझ्नुपर्ने हुन्छ र अहिलेका आवश्यकताहरू पनि थप्नुपर्ने हुन्छ। यसमा आधारित भएर कुरा गर्न म हाजिर हुनेछु। ततिन्जेलसम्मलाई म छुट्छु। तपाईँको जय होस्, देशको जय होस्। भवतु सब्ब मङ्गलम। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ।